साइग्रेसँग मनका कथामा यहाँलाई स्वागत छ। आज पनि साइग्रेसँग मनका कथामा यहाँको कथा र अभिव्यक्ति लिएर आएका छौँ। साइग्रेसँग मनका कथामा पहिलो कथा रहेको छ जागिरे बहिनीको कथा। भर्खरै सरकारी जागिरे जीवन सुरुवात हुँदै थियो। क्लियर ब्यागमा केही थान उत्कृष्ट अनि केही थान मध्यम सर्टिफिकेट बोकेर निकै हर्षका साथ फुरुङ्ग त थिए। सुरुको केही दिनमा त उसँग भेट भएको थिएन, तर जब ओरिएन्टेसन क्लास सुरु भयो त्यहाँ गाढा निलो सरकारी ड्रेसमा सबैजना उपस्थित भएका थियौँ। त्यो बखत मनमा एक किसिमको डर, कौतूहलता, उत्सुकता सबै प्रष्टै देखिन्थ्यो। त्यही भिडमा एक परिपक्व अनि भलाद्मी पारामा देखिने पुरुष पनि थियो, जसमाथि मेरो नजर टक्क गरेर अडियो। उनी हाम्रा सिनियर रहेछन्। मान्छे दुब्लो पातलो तर गहुँ गोरो वर्णको अनि मुहारमा कालो चस्माको फ्रेम। एकैछिनमा मिटिङ सुरु भयो। मिटिङमा सबै नयाँ स्टाफहरूलाई पुरानाहरूले सहयोग गर्ने भन्ने कुरा निष्कर्षमा मिटिङ टुङ्गियो। संयोगवश ऊ पनि मेरै फाँटको रहेछ। उसले नाम लियो कि म यो फाँटको यहाँहरूलाई सक्दो सहयोग गर्छु भनेर। घरदेखिको सङ्घर्ष, नयाँ ठाउँ, नयाँ परिवेश, कोही सहयोग गर्ने मान्छे भेट्नु साँच्चै नै आनन्ददायक कुरा हुन्थ्यो। ढुक्क भएर सहयोग माग्छु भन्ने आफैले आफैसँग बाचा गरेँ। छुट्यौँ त्यहाँबाट हामी। म दिदीको घरमा गएँ। घरमा गएर यसो मोबाइल खोलेँ। नोटिफिकेसन आएको थियो फ्रेन्ड रिक्वेस्टको। प्रोफाइल खोलेर हेरेँ। प्रोफाइल जसको थियो उहाँको आमा हुनुहुँदो रहेनछ। थाहा पाएँ। मन खिन्न लाग्यो पोस्टर हेरेर थाहा पाएको। तर उहाँका हरेक तस्बिरहरूमा मुस्कुराइरहेको देखेँ। कन्फर्म गर्न मन लाग्यो। हाम्रो बिचमा केही सामान्य कुराहरू हुन थाले। हेलो, हाई, यस्तै यस्तै मात्रै। एक दिन उहाँले म तिम्रो अफिस नजिक आइपुग्न लागेँ भनेर भन्दाखेरि मन फुरुङ्ग भयो। फुर्सद भए आऊ न भनेर आग्रह गर्नुभयो। गएँ म पनि। सेतो नम्बर प्लेटको बाइकमा, निजामतीको ड्रेसमा उहाँ एकदमै राम्रो देखिनु भएको थियो। मन फुरुङ्ग भयो। म पनि भर्खरको नयाँ निजामती ड्रेसमा थिएँ। मनमा डर त थियो, तर केही सिक्न पाइन्छ भन्ने चिनो आशा पनि थियो। पहिलोचोटिमा नै उसले तिमी भनेर सम्बोधन गर्यो। एकछिन अचम्ममा परेँ। उसको बाइकमा बसेर साइड पुगेँ। मलाई सिकाउँदै उसले हाम्रो कामहरू गर्न थाल्यो। कामकै क्रममा उहाँले मलाई धेरै कुरा सिकाउनु भयो पनि र काम सकेपछि मलाई उहाँले रुमसम्म छोडिदिनु भयो। म लिन्न भन्दा भन्दै पनि 100 रुपियाँ दिनुभयो, किनकि हामीलाई साइटमा जाँदाखेरि प्राइभेट कामबाट पैसा आउँथ्यो र रुममा पुग्ने बित्तिकै उहाँलाई मेसेज गरेँ थ्याङ्क यू भनेर, आफूलाई सम्झाएकोमा र कामहरू बुझाएकोमा भनेर। तर पैसा जबरजस्ती दिएकोमा रिस पनि पोखेँ। यही रिसबाट हाम्रो कुराकानी झन अगाडि बढ्न थाल्यो। उहाँले अरू केही काम भए सहयोग माग्न केही पनि अप्ठ्यारो नमान्नु है, आफूले सकेको सहयोग गर्ने कुरा पनि बताउनु भयो। मलाई एउटा फोनको आवश्यकता थियो। भोलि फोन किन्न जानुपर्छ भनेर बताइदिएँ। त्यसपल्ट भोलिपल्ट हामी बजार गएर फोन किन्ने निर्णय गऱ्यौँ। त्यस दिन बिदा रहेछ। ब्याङ्कहरू खुल्ला थिएन। 2टा एटिएममा कोसिस गऱ्यौँ, त्यो पनि चलेन। अनि उहाँले आफ्नो मान्छेबाट सहयोग मागेर मेरो इच्छा पुरा गरिदिनु भयो। उहाँले किनिदिनु भएको कुराहरू अति माया लाग्न थाल्यो। हाम्रा कुराहरू यस्तै यस्तै प्रकारले बाक्लिँदै जान थाल्यो। हामी दिनभरिका कुराहरू सेयर गर्थ्यौँ। अफिसमा के भयो, भोलि के गर्ने, सम्पूर्ण कुराहरू र आगामी दिनहरूको कुरा पनि सल्लाह गर्थ्यौँ। मेरो जन्मदिन आउँदै थियो। उसले रातिको 12 बजे विश गर्यो र आश्चर्यको कुरा उसले विश गर्दा अन्तिममा आई लभ यू भनेर पनि भन्यो। यहीँबाट नै हो हाम्रो माया, अझ भनौँ सम्बन्ध सुरु भयो। भोलिपल्ट बिहान हामी भेट्यौँ। उसले मलाई चक्लेट र केही गिफ्टहरू ल्याइदिएको थियो। लकडाउनको समय आयो। हामी एकअर्कासँग कुरा गरेर बिताउँथ्यौँ र यसरी नै करिब 1 वर्ष बित्यो। मैले उसलाई नभनिकन एक दिन उसको आमा र उसको फोटो एडिट गरेर बनाइदिएको थिएँ। एकदमै खुसी भयो। आफ्नो माया देखाउँदै उसले खुसीका आँसु झार्थ्यो, रुन्थ्यो। श्रावण महिनाको सोमबार मेरो व्रत थियो। मेरो बाबाले मेरो सरुवा हाम्रै घरतिर गरिदिने काम 80% जति कम्प्लिट गरिसक्नु भएछ। मलाई यो कुराको जानकारी नै थिएन। जब थाहा भयो उसलाई कल गरेँ र सबै कुरा भनिदिएँ। तर उसले मलाई गाली यतिसम्म गर्यो, रिस पोख्नुसम्म पोख्यो। सायद त्यो रिसमा माया थियो।
त्यो मायाको उन्माद जस्तो मलाई रिस पोखेको हुनुपर्छ, गाली गरेको हुनुपर्छ। हाम्रो यही कुरामा झैझगडा सुरु हुन थाल्यो र अति भएपछि आफ्नो घरमा सुनाउने र बिहाको प्रस्ताव राख्ने निर्णयमा म पुगेँ। सायद एकमात्र केटी मै थिएँ होला जसले आफ्नो विवाहको प्रस्ताव 21 वर्षको उमेरमा आफैले राख्दै आफ्नो घरमा भनेको थियो। घरमा दिदी एकदम सपोर्टिभ थिए, तर बाबा अनि दादाले खुब गाली गर्नुभयो। हामीले परिवारको तनाव सहन नसकेर छुट्टिने डिसिजन गऱ्यौँ। हरेक रात रुन्थ्यौँ। कति रातहरू यत्तिकै उज्यालो भएका थिए। मलाई याद छ साह्रै नै कमजोर भएर बिरामी भएँ। 4 दिन अस्पताल भर्ना भएँ। त्यति बेला घरमा थाहा दिइनँ। घरबाट त्यति धेरै कलहरू आउँदैन थियो, कारण सबैजना मबाट रिसाएका थिए। मेरो यस्तो हालतमा मेरो घरबेटीको छोरी र आन्टीले नै सहयोग गर्नुभएको थियो। हामी बीच पनि लगभग 2 महिना जति कुरा भएन। नचाहेर होला एउटै अफिसमा भए पनि भेट भएन। 2 महिनापछि मैले आँट बटुलेँ र उहाँसँगको सम्बन्ध अगाडि बढाउने निर्णय गरेँ। तर यो पालि उहाँले नै मलाई तिमी टाढा हो, तिमी ठुलो मान्छे, खानदानी मान्छे के भन्न थाल्नुभयो। पछि हामी फेरि कुरा गर्न छोडिदियौँ। दसैँ आयो, तिहारसम्म घर बसेँ। मैले घरमा हामीबीच अब केही सम्बन्ध नरहेको कुरा बताएँ। त्यसपछि मम्मी बुवाले केही पनि भन्नु भएन। तिहार सकिएपछि म फेरि अफिस फर्किएँ र घर र उसको यादले कति रुन्थेँ, कति। फेरि बिरामी परेँ। फेरि 3 दिन अस्पताल भएँ। मेरो यस्तो हालत देखेर घरपेटीको पुरै परिवारले मलाई रिफ्रेसमेन्टको लागि काठमाडौँ लिएर जाने कुरा गरे। त्यही दौरानमा उसले काम विशेषले फोन गर्यो र मैले पनि बिहे गर्नलाई म काठमाडौँ जान लागेको भनेर भनिदिएँ। तर उसले अझसम्म पनि उसले धेरै माया गर्ने र म बिना बाँच्न नसक्ने भन्ने कुरा बतायो र फेरि सुरु भयो हाम्रो सम्बन्ध। तर फेरि हाम्रो सानो न्यूमा झगडा पर्यो र अब कहिले पनि नबोल्ने भन्ने निर्णय गऱ्यौँ। तर यो पालि अब म कहिले पनि बिरामी नहुने, खुसी हुने र कहिले नरुने, उसँगको हरेक यादहरू आउने चिजहरूलाई फालिदिने निर्णय गरेँ र फाले पनि। उसका हरेक फोटोहरू, उसले दिएका गिफ्टहरू फालिदिएँ। मेरो मन खै उप्रति त्यति बेला स्टोन नभएको थियो। त्यस कारणले उसलाई भन्न मन लागेको, उसलाई गाली गर्न मन लागेका हरेक शब्दहरू गरिदिएँ, भनिदिएँ। सोसल मिडियाबाट ब्लक गरिदिएँ। अहिले हामी एउटै अफिसमा त काम गर्छौँ। उसँग केही सम्बन्ध बाँकी छ जस्तो लाग्दैन। कयौँ पटक आई कन्ट्याक्ट नभएको पनि होइन, तर मुख खोलेर बोल्ने आँट हामी दुइटैमा छैन। त्यस कारणले यही कथा मार्फत भन्दैछु, प्यारो मान्छे, तिमी मेरो लागि कति खास छौ नि। तर पनि मैले खै किन तिमीलाई आफ्नो बनाउन सकिनँ। नयाँ ठाउँ, नयाँ परिवेश अनि जागिरको सुरुवातमा हरेक सहयोगलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि सुन्दैछौ भने तिमी त यही मङ्सिरमा बिहे पनि गर्दैछौ अरे होइन? सायद तिम्रा यस्ता कुराहरू सुन्दा मन भारी भएर नआउने त होइन, तर तिम्रा लागि गुमाएको मेरो प्रेसरको ब्यालेन्स जुन अहिले लोमा पुगेको छ त्यसलाई फेरि माथि उठाउनु छ। अनि तिम्रा लागि झारेका एक एक थोपा आँसुहरू जसले गर्दा मेरा आँखाहरू सुकिसकेका छन्, ती आँखाहरू फेरि रसिलो बनाउनु छ, तर खुसीको आँसुले। भन्न त कति छ, लेख्न त करोडौँ शब्दहरू लेख्न मन छ, तर म कुनै लेखिका होइन। त्यस कारणले जानी नजानी यो कथा मार्फत आफ्नो अभिव्यक्ति पोख्दैछु। तिमीलाई मनपर्ने काँक्रोको अचार आजकल पनि बनाउने गरेको छु अनि तिमीलाई पितृ सम्झेर पातमा चढाउँछु कसम। साइग्रेससँग मनका कथामा भर्खर सुन्नुभएको कथा मैले किन पनि वाचन गरेँ भने उहाँले मलाई इन्स्टाग्राममा नोभेम्बर 16मा मलाई एउटा स्टोरी पठाउनु छ भनेर मेसेज गर्नुभएको थियो। उहाँको नाम मैले गोप्य नै राख्छु। त्यस पछाडि उहाँले मेरो स्टोरी सेन्ड भएको छ, प्लिज यसलाई रिड गरिदिनुहोस् भनेर लेख्नुभएको छ। नोभेम्बर 22मा, नोभेम्बर 26मा मैले साइग्रेससँग मनका कथाको लागि कथा पठाउने एकमात्र इमेल kathasaigres@gmail.com हो। कृपया यही ठेगानामा मात्र कथा पठाइदिनु होला भनेर भनेको थिएँ। उहाँले फेरि मैले यही मेलमा पठाएको छु भनेर लेख्नुभएको थियो। त्यसपछि उहाँले आफ्नो इमेल एड्रेस पनि दिनुभएको थियो रेफरेन्सको लागि। अनि उहाँले डिसेम्बर 1 तारिकमा लेख्नुभएको मेसेज यस प्रकार छ। दादा, 1 विक अगाडि पठाएको स्टोरी कहिले रिड हुन्छ? आफ्नो स्टोरी हजुरको मुखबाट सुनेर गुवा रुन मन छ भनेर लेख्नुभएको थियो। अब यहाँ मैले भन्नुपर्ने कुरा र भन्न आवश्यक ठानेको कुरा के भने धेरै कथाहरू यति छन् कि जुन पेन्डिङमा छन्। त्यसकारणले सेम प्रकृतिका कथाहरू, पात्रको नाम मात्र फरक हुन्छन्। त्यस्ता खाले कथाहरू भनिसकिएको छ भने सकभर रिपिट हुँदैन। र
कुनै कुनै कथाहरूको लेखाइ मिलेको हुँदैन, कुनै कुनै कथाहरूमा बिना प्रमाण कति आरोपहरू लगाइएको हुन्छ। त्यस्तो कथाहरूलाई हामीले इन्टरटेन गर्नु हुँदैन भनेर हामीले कति कथाहरू होल्डमा राखेका हुन्छौँ। अनि यो भएपछि मैले उहाँलाई इट टेक्स टाइम भनेर पठाएको थिएँ। त्यसपछि उहाँले के लेख्नुभयो भने गत शनिबार अर्थात् 24 डिसेम्बरमा उहाँले गलिसकेँ म आफ्नो स्टोरीको वेट गर्दा गर्दै, सायद स्टोरी आउनको लागि कि त मरेर बाँच्नुपर्ने रहेछ होइन भनेर लेख्नुभएको छ। उहाँले आक्रोश र धम्कीपूर्ण भाषा बोल्नुभएको छ कि यदि म मरेँ भने मात्रै मेरो स्टोरीको कदर हुन्छ, अथवा स्टोरी कुर्दा कुर्दा म गलित भइसकेँ भनेर लेख्नु भएको छ। मलाई सबैभन्दा व्यक्तिगत रूपमा उहाँलाई सजेसन गर्न मन लागेको कुरा, उहाँ त साइग्रेसँग मनका कथामा यहाँहरूले आफैले कमेन्टमा सजेस्ट गर्नुहुन्छ, त्यस कारणले मैले आजकल भर्बली सजेस्ट गर्दिनँ, मौखिक रूपमा गर्दिनँ। तर यहाँ चाहिँ गर्न मन लाग्यो। पहिलो कुरा, तपाईँको कथा सरसर्ती पढ्दाखेरि तपाईँले जागिरे जीवनमा एउटा सम्बन्ध भेट्टाउनु भयो, अनि त्यो सम्बन्धलाई यहाँले विभिन्न कारणवश ढलमल स्थितिमा लिएर जानुभयो। यसमा केटाको मात्रै गल्ती छ भने पनि देखिएको छैन, सायद तपाईँको पनि गल्ती हुनसक्छ। केटाको पक्षबाट तपाईँको ठुलो गल्ती पनि देखाउन सक्छ नि त, होइन? र तपाईँको मात्र पक्षीय कथा सुन्दाखेरि उहाँको गल्ती भनेर हामीले उहाँलाई गल्तीको भागीदार बनाउनु पनि मिल्दैन। तपाईँले भन्नुभयो म 21 वर्षको उमेरमा छु र बिहेको लागि मैले प्रस्ताव राखेँ घरमा भन्नुभयो। तपाईँ यति कलिले उमेरमा हुनुहुन्छ, तपाईँलाई सम्बन्धले यति धेरै विक्षिप्त पार्नुपर्ने कुनै जरुरी नै छैन। हुन त भन्न सजिलो छ मुभ अन हुनु भनेर, त्यो एकदमै गाह्रो कुरा हो। तर यति विचार गर्नुहोस्, जिन्दगीमा धेरै ठुलो सरप्राइजका प्याकेजहरू तपाईँलाई बाँकी छ। तपाईँले आफ्नो कथा सुन्नलाई मात्र गलित भइहाल्नु पर्दैन। तपाईँले आफ्नो कथा सुन्नलाई, आफ्नो व्यथा सुनेर रुनलाई मात्रै तपाईँ त्यति तडपिएर म मर्नै पर्ने हो भनेर आफैलाई धम्की दिइहाल्नु पर्ने स्थितिमा तपाईँ हुनुहुन्न। तपाईँको उमेर पनि छैन, तपाईँको अनुभव पनि त्यस्तो छैन, र तपाईँले हार पनि त्यति खानु भएको छैन। सम्बन्ध हो, सकेसम्म आफैले वर्कआउट गर्नुहोस्। तपाईँमा धैर्यताको एकदम कमी देखिन्छ। तपाईँले 22 नोभेम्बरमा पठाउनु भएको कथा 22 डिसेम्बर अर्थात् 1 महिनासम्म नआउँदा तपाईँ यति अधैर्यवान हुनुभयो भने तपाईँले सम्बन्धमा कति धैर्यताको परीक्षाहरू दिनुपर्छ। के त्यो परीक्षामा तपाईँले जस पास मात्र भएर पनि उत्तीर्ण हुनुभएको छ? आफैलाई प्रश्न गर्नुहोस्। सधैँ सम्बन्धमा केटा मात्रैको गल्ती पनि हुँदैन, र सधैँ सम्बन्धमा केटी मात्रैको गल्ती पनि हुँदैन। सम्बन्धमा कुनै पनि लिङ्ग विशेषको गल्ती पनि हुँदैन। यसमा मान्छेले गर्ने हरकत, उसको इन्टेन्सन, उसको व्यवहार, उसको बोली, सम्पूर्ण कुराले एकदम ठुलो भूमिका खेल्दछ। तपाईँले कतिको प्रायोरिटी दिनुभयो, तपाईँले कतिको प्रेम जताउनु भयो, तपाईँले कसरी उप्रति प्रस्तुत हुनुभयो, यी सम्पूर्ण कुराहरूले तपाईँको सम्बन्ध निर्धारण गर्छ। हुन त सुन्दाखेरि तपाईँको कथा सामान्य लाग्न सक्छ, तर तपाईँलाई परेको पीडा पनि सामान्य हो भनेर भन्न खोजिएको होइन। हो, तपाईँलाई असह्य पीडा भएको छ। तपाईँले यहाँसम्म भन्नुभयो कि उहाँलाई मनपर्ने अचार तपाईँले पितृ सम्झेर चढाउँछु पनि भन्नुभयो। तर याद गर्नुहोस्, माफ दिनुहोस्, खुल्ला मन बनाउनुहोस् र अगाडि बढ्नुहोस्। हेर्नुहोस् त, जिन्दगी कति रङ्गीन लाग्छ तपाईँलाई। तपाईँले आफैमा काम गर्न थाल्नुहोस्, आफैलाई प्रायोरिटी दिनुहोस्। पहिला सुरुमा आफू खुल्ला विचारधाराको हुनुहोस्, त्यसपछि तपाईँको लागि सबैजना पछि आउनेछन्। र मलाई एकदम व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने एक चान्स दिनुहोस् तपाईँको सम्बन्धको लागि। तपाईँले भन्नुभयो हामी नजर त डुलाउँछौँ तर खुलेर बोल्न सक्दैन भनेर, एकचोटि खुलेर बोलिदिनुहोस् र एकचोटि अन्तिम तपाईँ आफैलाई प्रिपेयर गराएर कुरा गर्नुहोस्। यसरी प्रिपेयर हुनुहोस् कि उसले हुन्छ भने पनि तपाईँ सहज रूपमा अगाडि बढ्न सक्नुहोस्, र उसले हुँदैन यो सम्बन्धलाई अब यहीँ ब्रेक लगाऊँ अथवा यहीँ टुङ्ग्याउँ भन्नुहुन्छ भने पनि सहज रूपमा स्वीकार गर्नुहोस्। पहिला त्यसरी आफूलाई माइन्ड मेकअप गर्नुहोस्, अनि गएर कुरा गर्नुहोस्। तर कुरा गर्दा कुनै पनि आक्रोश, प्रतिशोध र वैरभाव नराख्नुहोस्। त्यसपछि हेर्नुहोस् तपाईँको सम्बन्धमा के हुन्छ। यति गर्दा पनि तपाईँको सम्बन्ध अगाडि बढ्दैन भने छोडिदिनुहोस्। तपाईँको लागि जो भनेको छ त्यो अवश्य आउँछ। साइग्रेसँग मनका कथामा आजको यस कथाको पात्रलाई यहाँले के सुझाव दिन चाहनुहुन्छ कृपया कमेन्टमा लेख्नुहोला। उहाँको निकनेम मैले कर्मचारी बहिनी भनेर नाम राखिदिएँ। कर्मचारी बहिनीलाई यहाँले के सुझाव दिन चाहनुहुन्छ कृपया लेख्नुहोला। मेरो सुझाव चाहिँ यति नै हो है। साइग्रेसँग मनका कथामा अब अर्को कथा रहेको छ सारा तन्दुकारजीको। 2069 साल 10 महिना 18 गते, मलाई अझ पनि याद छ त्यो दिनको कुरा एकदम क्लियरली।
मेरो दिमागमा घुमिरहन्छ। मामा घरमा दाइको बिहे अनि भाइको व्रतबन्ध थियो। 1 महिना अगाडिबाट नै सबैजना बिहेको लागि एकदमै एक्साइटेड भएर बिहेको तयारी सुरु गर्दै थियौँ। मेरो मामु चाहिँ 2 वर्ष अगाडिबाट क्यान्सर पेसेन्ट हुनुहुन्थ्यो। हरेक मन्थ केमोथेरापी गरिराख्नु पर्थ्यो। तर बिरामी भए पनि म आफ्नो भदाको बिहे मिस गर्दिनँ भनेर मामु पनि एकदम एक्साइटेड हुनुहुन्थ्यो। बिहेको तयारी पनि लगभग सकियो अनि विवाहको दिन नजिक आउँदै थियो। बिहे भोलिपल्ट थियो। आजको दिन हामी मामा घर जाने भनेर प्लान बनाउँदै थियौँ। तर एक्कासी मेरो मामुलाई अलिअलि सन्चो नभए जस्तो भयो। एकदम गाह्रो फिल भएर मामुलाई हस्पिटल लग्नुपर्ने भयो। मामा घर भक्तपुरमा थियो अनि मामुलाई त्यहीँको भक्तपुर क्यान्सर हस्पिटलमा एडमिट गरेका थियौँ। हस्पिटलबाट मेरो मामा घरको डिस्टेन्स मात्र 15 मिनट जतिको थियो। मामु हस्पिटलमा एडमिट भएपछि त्यहाँ हामी बच्चाहरूलाई धेरै बेरसम्म नबस भनेर मेरो आन्टीले भन्नुभयो अनि म र मेरो बहिनी श्रेया मामा घरतिर लाग्यौँ। स्वाभाविक रूपमा बिहे घरमा एकदमै हल्ला हुनु सामान्य कुरा हो। त्यहाँ पनि एकदम हल्ला थियो। सबैजना बिहेको लागि तयारी गर्दै थिए। तर खुसी भने कोही पनि थिएनन्, कारण मामुलाई एडमिट गरिएको न्युज पाएका थिए सबैले। सधैँ जस्तो प्रत्येक महिना मम्मीलाई 3-4 दिन त एडमिट गरेकै हुन्थ्यो। त्यो भएर पनि मैले 3-4 दिनमा फर्केर आइहाल्नुहुन्छ भन्ने लागेर त्यति ठुलो इस्यु बनाइनँ। नर्मली नै लिइरहेको थिएँ कुराहरूलाई। राति करिब 11 बजेतिर म सुत्न जान्छु भनेर कोठातिर जान लागेको थिएँ। एक्कासी मेरो मामा एकदम नराम्रो गरी रुनुभयो। रोइरहेको मामाको साइडमा माइजू पनि हुनुहुन्थ्यो र उहाँलाई सम्झाउँदै हुनुहुन्थ्यो। मामा ड्रङ्क हुनुहुन्थ्यो। ड्रङ्क हुँदा यस्तै गर्नुहुन्थ्यो। मैले सायद ड्रङ्क भएर होला यस्तो व्यवहार देखाउनु भएको भनेर सोचेँ र त्यहाँबाट रुममा गएँ अनि सुतेँ। भोलिपल्ट दाइको बिहे थियो। उता हस्पिटलमा आन्टी, अङ्कल अनि मेरो बाबा हुनुहुन्थ्यो। मलाई मामुको टेन्सन लागेको थिएन, किनभने मामुलाई सामान्यतया हस्पिटल लगिरहन्थ्यो। दाइको बिहेको एक्साइटमेन्ट छुट्टै थियो। विवाहमा खुब रमाइलो गऱ्यौँ अनि नयाँ भाउजूलाई पनि लिएर आयौँ। रात एकदम परिसकेको थियो। दिनभरिको थकाइले मलाई एकदमै छिटो निद्रा लाग्यो। फेरि भोलिपल्ट बिहान भाइको व्रतबन्ध थियो। हाम्रो नेवार संस्कृति अनुसार घरको सबैलाई सगुन दिने चलन छ अनि मामाहरूको सगुन लिन सकिने बित्तिकै मामुलाई हस्पिटलमा भेट्न जाने है भनेर भन्नुभयो मेरो सानो मामाले। मैले हुन्छ भनेर स्वीकारोक्ति दिएँ। म, मेरो बहिनी, मेरो 2 जना मामा अनि मेरो मामा घरको हजुरबुवा हामी मामाको गाडीमा गयौँ। भक्तपुरबाट कोटेश्वर हुँदै सिनामङ्गलको बाटोतिर लाग्यौँ। अनि मैले बिचमा मामालाई, मामु त भक्तपुर क्यान्सर हस्पिटलमा हुनुहुन्छ होइन र, हामी किन यता आएको भने। अनि मामाले सिनामङ्गलको केएमसी हस्पिटलमा सिफ्ट गरेको छ भनेर भन्नुभयो। हामी सिनामङ्गल पनि कटेर गौशालातिरको बाटो लाग्यौँ। मैले फेरि सोधेँ, केएमसी हस्पिटल त कट्यो त मामा, फेरि यता किन? अनि मामाले फेरि भन्नुभयो, हामी एकछिन पशुपतिनाथको दर्शन गरेर आउने नानु। मैले हुन्छ भने। मलाई केही पनि हत्तोपत्तो थिएन। पशुपति पुग्यौँ, तर मन्दिरतर्फ होइन, मान्छे जलाउने आरेघाटतिर लग्नुभयो। मैले त्यहाँको दृश्य देख्दा एकदमै छानाबाट खसेको जस्तै भएँ। म पज भएँ। मेरो हात खुट्टा जम्न थाल्यो। म केही बोल्न नसक्ने अवस्थामा पुगेँ। बोली नै फुटेन। मेरो बहिनी एकदमै ठुलो स्वरमा रुन थाली। म भने रुन पनि सकिरहेको थिइनँ। पज भइरहेको थिएँ। 10 मिनट जति यो के भइरहेछ जस्तो भइरहेको थियो मलाई। मेरो मामु जो 1 मन्थ अगाडिबाट दाइको बिहेको लागि खुसी भइराख्नु भएको थियो, दाइको बिहेको दिन नै हस्पिटलमा बितिसक्नु भएछ। मेरो आमा 1 दिनको लागि मात्र भए पनि बढी बाँच्दिनु भएको भए हुन्थ्यो भन्ने लागिरहेको थियो। मलाई यो संसार नै एक्कासी कालो भए जस्तो लाग्न थाल्यो। एकदम काँपिरहेको थिएँ म। सबैजना आफन्तहरू पनि जम्मा भइसकेका थिए। उता मामा घरपट्टिबाट चाहिँ सबैजना आउन सक्नु भएन। बिहेको कार्यक्रम अझ पनि सकिएको थिएन। म 12 वर्षको थिएँ अनि मेरो बहिनी 10 को। हामी उमेर त सानै थियौँ, त्यही भएर पनि होला खासै केही सोच्न सकिरहेका थिएनौँ। मेरो मामुलाई नजलाउनु न प्लिज, मेरो मामीलाई फिर्ता ल्याइदिनु न, मामु उठ्नु न, हामी भेट्न आएका छौँ। यी शब्दहरू मेरो बहिनीले ठुलो ठुलो स्वरमा कराउँदै रुँदै चित्कार गरिरहेकी थिए। म भने काँपिरहेको थिएँ, केही सोच्नै नै नसक्ने भइरहेको थिएँ। तर बहिनीले त्यो भन्ने बित्तिकै म झस्सङ्ग भएँ अनि मैले मेरो आँखाबाट आँसु रोक्न सकिनँ। कराएँ म पनि बहिनीसँगै। मामु मामु भन्दै बोलाएँ। उठाउन खोजेँ तर उठ्नु भएन। मामु हस्पिटल जाँदा जाँदा थाक्नु भएछ अनि हार मान्नु भएर सधैँको लागि सुत्नु भएछ। म एक्सप्लेन नै गर्न सक्दिनँ त्यो दिन मैले के फिल गरेँ भनेर। घाटको काम सबै सकेर हामी घर जानतिर लागिरहेका थियौँ। मलाई घर जानै मन लागेन।
अझै पनि मामु आउनुहुन्छ कि जस्तो लागिरहन्थ्यो। रात पर्न लागेको हुनाले सबैले सम्झेर बल्ल तल घर लगे मलाई। घरको मान्छे बितेको बेलामा 12-13 दिनसम्म जुठो बार्नुपर्ने चलन हुँदो रहेछ। मेरो मामुको फोटोमा माला अनि फोटो अगाडि दियोमा बत्ती, यो सम्पूर्ण कुराहरू राखिएको थियो। त्यो देख्दासम्म पनि अझै मलाई मामु हस्पिटलमा हुनुहुन्छ, छिट्टै घर आउनुहुन्छ जस्तो लाग्थ्यो। तर आज 10 वर्ष पनि बितिसकेको रहेछ, मामु आउनु भएन। अब कहिले पनि आउनुहुन्न भनेर मैले एक्सेप्ट पनि गरिसकेँ। त्यो दिन सम्झँदा अझै पनि मलाई डर लाग्छ। मुटु चिसो भएर आउँछ अनि सास फेर्न एकदमै गाह्रो भएको जस्तो हुन्छ। मलाई मात्रै होइन, संसारभरि नै आफ्नो आमा बुवा वा आफ्नो प्यारो मान्छे गुमाउनेहरू सबैलाई यस्तै हुन्छ होला। म एकदमै बोल्ने स्वभावको केटी थिएँ। त्यो दिनबाट कसैसँग बोल्न मन गरिनँ, एक्लै बस्न मन लाग्न थाल्यो। एक दिन पूर्णिमाको दिन एक्लै टोलाएर राति कौसीमा बसिरहेको थिएँ। पूर्णिमाको रात भएर चन्द्रमाको उज्यालो आइरहेको थियो। मैले आकाशतिर चन्द्रमालाई हेर्दै बसिरहेको थिएँ। चन्द्रमा पनि म जस्तै एक्लै रहेछ भन्ने खै कसो कसो महसुस भयो। हजारौँ ताराहरू छन् आकाशमा, तर पनि चन्द्रमा एक्लै छ। मेरो जिन्दगी र चन्द्रमा उस्तै लाग्न थाल्यो। मेरो वरिपरि पनि टन्नै मान्छेहरू छन्, घरमा, स्कुलमा, साथीहरू, तर म एक्लो थिएँ। मलाई बुझ्दिने मान्छेको कमी भएको महसुस हुन्थ्यो। मलाई म अरूसँग हुनभन्दा पनि एक्लो बसेर चन्द्रमा हेर्न रमाइलो लाग्न थाल्यो। म सधैँ चन्द्रमालाई कुर्दै बस्थेँ अनि मलाई लागेको कुरा सबै सुनाउन थालेँ। एकदम गोरी, एकदम नै राम्री चन्द्रमा, अनि चन्द्रमा जस्तै थिइन् मेरी आमा। हजुरबाले पनि त्यही भएर मेरो आमाको नाम चन्द्रादेवी राखिदिनु भएको रहेछ। तर पछि मामुले आफैलाई बोलाउने नाम चाहिँ उषा भनेर राख्नु भएको रहेछ। मामुको नाम नै चन्द्रदेवी थियो भनेर थाहा पाएपछि झनै रातभरि चन्द्रमा हेर्न थालेँ, दुःखहरू सुनाउन थालेँ अनि खुसीको कुरा पनि सुनाउन थालेँ। म जता गए पनि मेरो मामु मसँगै आउनुहुन्छ जस्तो फिल गर्न थालेँ। एक्लो फिल गर्ने मलाई अब कोही छ मसँग मेरो कुरा बुझिदिने सुनिदिने जस्तै फिल हुन थाल्यो। उहाँबाट केही एन्सर नआए पनि म सधैँ आजको दिनसम्म पनि राति जुनलाई हेर्छु अनि मेरो दिनभरिको कुराहरू सेयर गर्ने गर्छु। जुन नलागेको दिन आकाश नै नराम्रो देख्छु। आकाश भन्दा नि मलाई आफ्नो साथी नभए जस्तो लाग्ने गर्दछ। मेरो यो अचम्मको स्वभाव अनि अचम्मको साथीको बारेमा मेरो कथा यति नै। धन्यवाद छ सारा तन्दुगारजी, तपाईँले आफ्नो कथा हामीमा सेयर गरिदिनु भएकोमा। तपाईँको जीवनमा एउटा यस्तो साथी आओस् जसले तपाईँको हरेक कुराहरू सुनोस्, हरेक कुराहरू बुझोस् र तपाईँलाई पनि आफ्नो कुरा सुनाओस्। तपाईँलाई सम्झाउनु पर्ने बेलामा सम्झाओस्, तपाईँलाई बुझाउनु पर्ने बेलामा बुझाओस्, तपाईँको हरेक सम्बन्धहरू निभाइदियोस् अनि तपाईँको हरेक सम्बन्धहरू बनिदियोस्। तपाईँलाई धेरै शुभकामना। यस्तो साथी छिट्टै भेटियोस् जसले तपाईँलाई आमाको कमी महसुस हुन नदियोस्, तर आमाको सम्झनामा नै सधैँ बचाइराखिदियोस्। धेरै शुभकामना। सागरसँग मनका कथामा आजको कथा यति नै। आजका 2टा कथाको पात्रहरू जागिरे बहिनी र सारा तन्दुगारजीलाई के भन्न चाहनुहुन्छ कृपया कमेन्टमा लेख्नुहोला। हामी सागरसँग मनका कथाको अर्को एपिसोडमा भेट्नेछौँ। नमस्ते।